ल ल है सो गाइस स्वागत छ है मेरो सानो भ्लगमा र है फेरि आज म सानो है मेरो काकालाई फेरि एउटा है सानो रिक्वेस्ट लिएर आएको छु, लु गाइदिनुहोस् भनेर। सो तपाईप्रति है देखाउनको निम्ति है ल लु ध्यानले लिएर मजाले सुनिदिनुहोस् है र प्रतिक्रिया पनि दिनु है गाइस। लु अब रेसल नगरी है, रेसल गर्नु भएको छैन काका है? र पनि तपाईँ पुरानो है प्रोग्राम गरिबसेको पहिलादेखिको मान्छे है, तर पनि अब बिर्सेको छैन होइन, र पनि गाउँदै रहेछ मजाले है। ल सुप्रति एउटा सानो गीत लिएर, कस्तो गीत अरे? भक्त आचार्यको गीत लिएर है लु तपाईँहरू सुप्रति सुनाउन गइरहेको छ। लु है कस्तो लाग्छ के लाग्छ लु प्रतिक्रिया दिनु होला है। ल च्यानललाई है लाइक सब्सक्राइब अनि सेयर पनि गरिदिनु होला है। र फेरि त्यसो गरिदिनु भने चाहिँ एउटा फेरि भिडियो बनाउने जाँगर चल्छ र हामीलाई पनि है एउटा, अन्त फेरि नेक्स्ट टाइम फेरि बनाउने छौँ काकाको है, को लागि गीत मनपर्छ र गीत सुनाउने छु है गाइस। लु सो है स्टार्ट, ल हामी स्टार्ट गर्न गइरहेको छौँ। ल काका स्टार्ट। यो साथ नछुटोस् कहिले पनि, आज यो पहिलो मिलनमा झै। यो साथ नछुटोस् कहिले पनि, आज यो पहिलो मिलनमा झै। यो बन्धन नफुकोस् कहिले पनि, सुख र दुःख साथी देऊ। तिमी मेरी म तिम्रो भई, सुख र दुःख साथी देऊ। तिमी मेरी म तिम्रो भई, दुवै मुटुलाई एक बनाई। लाइक सब्स्क्राइब गरिदिनु होला एक भई, यो बाचा नफुकोस् कहिले पनि, आज यो पहिलो मिलनमा झै। यो साथ नछुटोस् कहिले पनि। अब यो चाहिँ सबै जिउँछन् बेगुला बेगुलै, हामी बाँच्छौँ एक भई। सबै जिउँछन् बेगुला बेगुलै, हामी बाँच्छौँ एक भई। जिन्दगीको खुसीहरू सम्हालिराखौँ सधैँलाई। यो बन्धन नफुकोस् कहिले पनि, आज यो पहिलो मिलनमा झै। यो साथ नछुटोस् कहिले पनि। दामी दामी ल है। सो गाइस हाम्रो काकालाई है धेरै धेरै धन्यवाद। ल है काका, लु तपाईँले के भन्न चाहनुहुन्छ दर्शकलाई? सानो कुरा भनिदिनु त। अब के अरे रेसल फेसल गर्नु सकिनँ। अचानक म दोकान सौदा गर्न आएको मान्छे, हाम्रो भाइले काकाको स्वर सुन्छु भनेर अस्तिदेखि भन्ने भएको, सानो आदमी गाइदिए, आज म त गाइदिएको छु। यस्तो तपाईँले त्यसो गर्नुहोस् तपाईँबाट निर्भर चाहिँ। ल ल अन्त च्यानललाई लाइक सब्सक्राइब पनि गरिदिनु भन्नु त। एकदम तपाईँले त्यो यस च्यानललाई अझै गाउँछु, छ मेरो गीतहरू छ। तर म अहिले होइन, म पुरानो गीत गाउँछु अहिले। म पुरानोको यस च्यानललाई लाइक सब्सक्राइब गर्नुहोस् सब्सक्राइब पनि गरिदिनु भन्नु। अब गाइदिउँ पक्किनु ल पक्किने।